आज म यहाँहरूलाई लग्न कुण्डलीको प्रथम भाव सम्बन्धी केही विशिष्ट असाधारण फलहरूका बारेमा केही बताउन गइरहेको छु। मैले सुरुमै भने यी फलहरू सामान्य नभएर विशिष्ट प्रकृतिका हुन्। जस्तै पहिलो फल के हो भने कसैको पनि जन्म लग्न कुण्डलीको प्रथम भावमा दुई वा दुई भन्दा बढी ग्रहहरूको युति छ भने ती ग्रहहरू पुरुष नै भए तापनि ती ग्रहहरूले त्यस्तो जातकलाई स्त्री स्वभावी भएर फलहरू प्रदान गर्दछन्। उदाहरणको लागि भन्न चाहन्छु, मानिलौं जन्म लग्न कुण्डलीको प्रथम भावमा ल सूर्य, मंगल र बृहस्पति नै रहेछन्। यी तीनटै पुरुष ग्रह हुन्, तर प्रथम भावमा यी तीनटै ग्रहको यस किसिमले संयोजन अथवा युति भइसकेपछि यी तीनवटै ग्रहहरूले आफ्नो कार्यकालमा फल प्रदान गर्दा स्त्री ग्रहले सरह अथवा चन्द्रमा या शुक्रले सरहको फल प्रदान गर्दछन्। अनि त्यसै गरी यसैको विपरीत सप्तम स्थानमा चाहिँ दुई वा दुई भन्दा बढी ग्रहहरूको युति, चाहे ती स्त्री ग्रहहरू नै किन नहुन्, त्यसरी युति बनिदिन्छ भने ती ग्रहहरूले चाहिँ पुरुष ग्रह सरहको फल प्रदान गर्दछन्। मानिलिउँ सप्तम स्थानमा चन्द्र र शुक्र नामक दुईटा स्त्री ग्रहहरू नै युत भएर बसेका रहेछन् भने यस्तो स्थितिमा ती चन्द्र र शुक्रले स्त्री ग्रह सरह होइन पुरुष ग्रह सरहको फल प्रदान गर्नेछन् आफ्नो पालामा। दोस्रो कुरा हो, सामान्यतया कसैले पनि जाँड रक्सी लगायतका यस्ता लागु औषध, जाँड रक्सी अथवा विभिन्न किसिमका नशा सेवन गर्नु कसैको लागि पनि हितकर र श्रेयस्कर कुरो होइन, नखाने नै सल्लाह दिइन्छ। त्यसमाथि पनि कसैको जन्म लग्न कुण्डलीको प्रथम भावमा बुध ग्रह विराजित छ र सप्तम स्थानमा चन्द्रमा विराजित छ भने चाहिँ यस्तो व्यक्तिले चाहिँ कुनै पनि हालतमा नशा सेवन गर्नै हुँदैन। यस्तो व्यक्तिले नशा सेवन गरेको खण्डमा त्यो व्यक्तिलाई यी दुई ग्रहहरू लगायत अरू कुनै पनि ग्रहहरूले जे जस्तो सुकै सुख, वैभव, ऐश्वर्य, मान, प्रतिष्ठा लगायतका यावत विविध साधन स्रोतहरू दिएर उसलाई धन कुबेर नै बनाए तापनि प्रकारान्तरत यो पहिलो भावमा बसेको बुध र सप्तम स्थानमा बसेको चन्द्रमाको जुन आपसी सम्बन्ध छ यसले अन्त्यमा गएर त्यो व्यक्तिलाई एकदम कंगाल, दुखी, हरेक जीवनको हरेक पक्षमा चाहिँ के भने पीडित र कष्टसेवी बनाएर नै छोड्दछ। तेस्रो कुरा हो, जन्म लग्न कुण्डलीको प्रथम भावमा जुन ग्रह बसेको छ त्यस ग्रहको शत्रु ग्रह दोस्रो भावमा विराजित भएर रहन्छ भने त्यो दोस्रो भावमा विराजित रहेको ग्रहको दशा सारणीको पालो अवधि नकटेसम्म त्यस्तो व्यक्तिले अनिवार्यतः निकै गरिबी र कंगालीलाई भोग्नु नै पर्ने हुन्छ। चौथो कुरा हो, कसैको पनि जन्म लग्न कुण्डलीको प्रथम भावमा सूर्य विराजित छ, कुनै पनि राशिमा किन नहोस्, हुन त अब स्वगृही अथवा उच्चको भएर रहँदा झन बढी यसले प्रभावकारी फल दिन्छ, तथापि शत्रुगृही नै भएर बसे तापनि त्यस्तो व्यक्ति सामान्यतया धीर, वीर, गम्भीर, आमा बुवालाई एकदम माया गर्ने, स्नेह प्रदान गर्ने अथवा माता पिताको भक्त बन्ने, धर्म परम्परा संस्कृतिहरूलाई पालन गर्ने, परम्परागत मूल्य र मान्यताहरूलाई महत्त्व दिने प्रकृतिको बन्दछ। र यो भन्दा विशिष्ट एउटा फल यसले के प्रदान गर्दछ भने त्यस्तो व्यक्तिको गर्भाधान हुन साथ, आमाको गर्भमा त्यस्तो व्यक्ति आउन साथ त्यस्तो जातकको पिताको आर्थिक लगायतका अनेक विविध पक्षहरूमा धेरै ठुलो सुधार आउँदछ। त्यस्तो व्यक्तिको पिताले धेरै किसिमको सुख, सुविधा, सहयोग, फाइदा र अनेक किसिमका सकारात्मक फलहरूलाई प्राप्त गर्न सुरु गर्दछ। यी मैले अहिले भनेका कसैको पनि जन्म लग्न कुण्डलीको प्रथम भाव सम्बन्धी केही विशिष्ट र असाधारण फलहरू हुन्।